सम्पूर्णमा नमस्कार। आज हामी स्वास्थ्य संस्थाहरूबाट औषधि तथा औषधिजन्य सामग्रीहरू खर्च निकासा कसरी गर्ने भन्नेतर्फ गइरहेका छौँ। त्यसको लागि सबभन्दा पहिले हामीले खर्च निकासा गर्नुभन्दा पहिले माग फारम तयार गर्नुपर्छ। माग फारम एप्रुभ भए पश्चात मात्र हामीले खर्च निकासा फारम तयार गर्न सक्छौँ। अब कसरी गर्ने त त्यसको लागि स्टेप बाई स्टेप हामी हेर्न गइरहेका छौँ। सबभन्दा पहिले माग फारम तयार गर्नको लागि अभिलेख तथा प्रविष्टि, सम्पत्ति तथा जिन्सी, माग फारम यो पहिलो नम्बरमा छ 401 माग फारम। हामीले पहिले पनि छलफल गरिसकेका छौँ। संस्थागत माग फारम भनेपछि अर्को संस्थासँग माग गर्ने अनि हामीले आफ्नो इन्टरनल कार्यालयभित्र घटाउनको लागि चाहिँ पहिले माग फारम तयार गर्नुपर्छ। यो न्यू माग फारम शाखामा गएर आफ्नो शाखा माग गर्ने। अब यहाँ माग गर्ने व्यक्तिहरूको नाम यहाँ देखिन्छ। जस्तो यहाँ व्यक्तिहरूको नाम छैन भनेदेखि थप गर्नको लागि ओए युजरमा गएर हामी यसए युजर छ, यसए युजरबाट त्यहाँ व्यक्तिको नाम थप गर्न सकिन्छ। मैले यसए युजर यहाँ ओपन गरेर राखिरहेको छु। यसए युजरबाट एड रेकर्ड गर्ने र यहाँ एड रेकर्ड गरेर व्यक्तिको नाम पहिले प्यान नम्बर राखे पश्चात हामीले जो व्यक्तिलाई निकासा गर्ने हो उसको नाम यहाँ देखिन्छ अनि हामीले व्यक्ति थप गर्न सक्छौँ। अब फेरि म माग फारममै गएँ। अब जस्तो माग गर्ने चाहिँ हाम्रो प्रवीण सरलाई मैले सामान दिन गइरहेको छु। अब प्रयोजन भनेपछि हेल्थ पोस्टमा के हुन्छ त ओपिडी हुन्छ अथवा डिस्पेन्सरी अथवा एफसिएसबी के हुन्छ त्यो हामीले यहाँ लेख्न सक्छौँ। जस्तो यो चाहिँ ओपिडी अथवा डिस्पेन्सरी लेख्न सक्छौँ। अनि अब सामानको नाम के हो त खर्च भएर जाने जिन्सी सामान, खर्च भएर त्यसपछि उपसमूह औषधिजन्य माल सामान। यसमा खर्च भएर जाने नजाने सामान, खर्च भएर नजाने सम्पत्ति हामीले निकासा गर्दाखेरि खर्च भएर नजाने सामान व्यक्तिलाई निकासा गर्दाखेरि ध्यानपूर्वक निकासा गर्नुपर्छ। यदि उक्त व्यक्तिले खर्च भएर नजाने सामान बुझ्नु भएको छ भने उहाँको नाममा बस्छ र कार्यालयबाट सरुवा भई अन्यत्र जाँदाखेरि उक्त बुझिलिएको खर्च भएर नजाने सामान बुझिलिएको सम्पूर्ण फिर्ता भए पश्चात मात्र उहाँलाई चाहिँ रमाना दिन सकिने अथवा अर्को संस्थामा एजेन्सी ट्रान्सफर गर्न सकिने हुँदा खर्च भएर नजाने सामान चाहिँ ध्यानपूर्वक निकासा गर्नु पर्दछ। सामान सम्पत्तिको प्रकार हामीसँग भएको सामानको नाम यहाँ देखिन्छ। जस्तो कर्णम स्पेसिफिकेसन केही लेख्नु भयो भने लेखिदिनु होला। मेलकर्णम परिमाण कति निकासा गर्ने हो त 450 वटा निकासा गर्ने। इकाइ पिस कैफियतमा केही छैन। प्रयोगको शाखा यो चाहिँ शाखाको लागि। यदि व्यक्ति कर्मचारीले लाने यो हो भनेदेखि कर्मचारी लेख्छौँ। अब शाखाको लागि हो भनेदेखि शाखा लेख्छौँ। यो भनेको हाम्रो ओपिडीमा निकासा गर्न लागि हो भन्ने बुझिन्छ। एड रेकर्ड एउटा सामान भयो, अर्को सामान पनि त्यसै गरी राख्न सकिन्छ। औषधि माल सामान, मेडिकल सम्पत्ति अब जस्तो पिल्स साइकल स्पेसिफिकेसन केही छैन। परिमाण 50 इकाइ साइकल कैफियत पनि केही छैन। यसमा शाखा एड यसरी हामीले कर्णम र पिल्स राख्यौँ। अब त्यसपछि म के गर्छु त सेभ रेकर्ड गर्छु। चाहनुहुन्छ अरू चाहिँ आइटम थप चाहिन्छ भने हामीले थप गर्न सक्छौँ, होइन भने यति राखेर यस बटन थिच्नुहोस्। यसरी नयाँ प्रविष्टको माग फारम नम्बर 29 देखियो। यो चाहिँ प्रयोजन के को लागि त ओपिडी को लागि भनेर यहाँ देखिन्छ। अनि यसलाई अब हामीले अरूको जसै गरी एप्रुभ गर्न पठाउनु पर्छ। जब फरवर्ड गर्छु हैन, सबभन्दा पहिले प्रिभ्यू हेर्न चाहनुहुन्छ भने नि प्रिभ्यू हेरेर यसरी माग फारम तयार हुन्छ। माग फारम भयो, यसलाई बन्द गरिदिउँ। अब यसलाई चाहिँ फरवर्ड गरेर अब स्वीकृतकर्ताकोमा पठाउँछौँ। स्वीकृतकर्ता मेरो ऋतु सर हुनुहुन्छ। एप्रुभलको लागि पठाएँ। यो एप्रुभलकोमा गयो। मसँग यो स्टोर किपरको युजर हो, मसँग एप्रुभलको पनि युजर छ। त्यो चाहिँ यो दोस्रोमा छ एप्रुभलको। अहिले हजुरहरूलाई कसरी एप्रुभ गर्ने भन्नको लागि मैले लगइन गरेर राखेको छ। जसमा चाहिँ यसलाई रिफ्रेस गरौँ। माग फारममा एक अनुरोध आएको छ एप्रुभलको लागि भन्ने चाहिन्छ। माग फारम 29 फुङलिङ हेल्थबाट आएको। अनि उहाँहरूले पनि एकचोटि हेर्नुहुन्छ के माग फारम गरेर छ भनेर। उहाँलाई चित्त बुझ्ने छ भनेदेखि उहाँले एप्रुभ गरिदिनुहुन्छ र स्वीकृत गरिदिनुहुन्छ। एप्रुभ यस, यो के भयो त माग फारम एप्रुभ भयो। अब फेरि म स्टोर किपर, म चाहिँ हेल्थ स्टोर फुङलिङको स्टोर किपर हो। यो टेस्ट युजरको लागि
भनेदेखि माग फारम तयार भइसके पश्चात अब हामीले के भन्छ खर्च निकासा गर्नुपर्छ। यो पहिलो चरण माग फारमको काम सक्यो, यतिकैमा सामान घटेर जाँदैन। दोस्रो स्टेप भनेको हाम्रो निकासा फारम तयार गर्नुपर्छ। त्यसको लागि निकासा फारममा क्लिक गर्नुपर्छ, अनि एड रेकर्डमा क्लिक गर्नुपर्छ। अनि यो आजको मिति आफै देखिन्छ, डेट देखिन्छ। माग फारम नम्बरमा चाहिँ अब यहाँ त्योभन्दा अरू पहिले नै माग फारम तयार भइसकेको छ भने त्यो पनि बसिरहेको छ। अन्तिमको भनेको हामीले 29 नम्बरको अघि माग फारममा 29 को लेखिएको थियो, त्यो 29 नम्बरमा हामीले कन्डम राखेको थियो 450, पिल्स राखेको थियो 50। यसरी देखिन्छ। अब दिँदाखेरि हामीले एक कार्यमा जानु पर्यो, कार्यमा क्लिक गर्ने। अब कति दिने त निकासा, मसँग मौदात 137 छ, माग गरेको 450। अब 450 137 भन्दा बेसी त दिन सकिएन, मसँग मौदातै त्यति छ, अहिलेलाई म 100 मात्रै दिन्छु। एड रेकर्ड गर्छु। अब त्यसपछि पिल्स दिन्छु, अनि यहाँ 50 मागेको छ, अब म यसमा 60 दिन्छु भनेर 60 दिन चाहिँ मिल्दैन। माग फारम माग गरेको परिमाणभन्दा बेसी दिन मिल्दैन इन्टरनल निकासाको हकमा। त्यही भएर हामीले 50 थोरै चाहिँ दिन मिल्यो, किनभने माग त्यो घटाउन थोरै घटाउन मिल्छ भने बढी चाहिँ दिन मिल्दैन। 50 साइकल मसँग मौदात 196, त्यो चाहिँ ब्याच नम्बर पहिचान नम्बर रहेछ। यसबाट चाहिँ यहाँ छ ब्याच नम्बर, यो ब्याचबाट हामीले 50 साइकल दिन लाग्यो। एड रेकर्ड गर्यो, दुईटा आइटम भयो। सेभ अल गर्छु म। डु एन्ड टु सेभ, यस। खर्च निकासा भयो। अब यसलाई प्रिन्ट प्रिभ्यू गरेर खर्च निकासा हेर्न सकिन्छ। जस्तो 100 भयो, यो 50 भयो। पैसाहरू दरहरू हामीले दाखिला गर्दा आएको दरहरू सबै आफै देखिन्छ। अब यसलाई नै हामीले स्वीकृतिको लागि पठाउनु पर्यो। यो फरवर्ड, अनि भूमिका सिफारिसमा होइन स्वीकृतकर्तामा पठाउँछौँ। फुङलिङ नाम ऋतु सरकोमा फर एप्रुभल भनेर पठाउँ। त्यसपछि यो कहाँ गयो त, हाम्रो एप्रुभल कहाँ गयो। एप्रुभलको लगइन पनि मैले गरिराखेको छु। यो चाहिँ हाम्रो एप्रुभलको लगइन हो। निकासा फारममा 1 देखिसक्यो, त्यही पनि एकचोटि रिफ्रेस गरौँ। यही नै हो, निकासा फारम भयो। अनुरोध प्राप्त भनेको छ। 29 नम्बर माग फारमबाट निकासा नम्बर चाहिँ 4, माग गरेको 29 नम्बर, निकासा नम्बर चाहिँ 4 भयो। अनि यसमा हामीले प्रिभ्यू हेर्छौँ, यसमा देखिन्छ, प्रिभ्यू देखियो। अब यसलाई पनि एप्रुभ गरिदिउँ, स्वीकृत गरिदिउँ। यो के भयो त, स्वीकृत भयो। अब हाम्रो यसमा गएर निकासा फारममा हामीले स्वीकृत भयो कि भएन भनेर हेर्नको लागि सबै बटनमा क्लिक गरे पश्चात माग फारम नम्बर 4, निकासी नम्बर 4, माग फारम नम्बर 29बाट हाम्रो स्वीकृत भएको भनेर देखिन्छ। अब यो यसको प्रिन्ट प्रिभ्यू गरेर एक कपी हामीले स्वीकृत भएको राख्न पनि सक्छौँ। अब 100 अब यो जिन्सी खातामा घट्यो कि घटेन भनेर हेर्नको लागि चाहिँ हजुरहरूले प्रतिवेदन, कार्यालय प्रतिवेदन, खर्च भएर जाने जिन्सी खाता। अब 8283, अब मैले कन्डमको हेरौँ, कन्डम स्पेसिफिकेसनमा सबै गरेर प्रिभ्यू गरौँ। हामीले अन्तिमचोटि घटाएको 100 घटाएको थियो, माग फारम नम्बर 4बाट 100 घटेको थियो। यसरी घटेको देखिन्छ। अब अर्को आइटम हेर्न चाहनुहुन्छ भनेदेखि अर्को हामीले पिल साइकल घटाएको थियो, प्रिभ्यू गरिदिनु भयो भनेदेखि पिल्समा चाहिँ हामीले 50, माग फारम नम्बर 4 50 घटाएको थियो। यसरी चाहिँ हामीले हाम्रो माग फारम तयार गर्न सक्छौँ। यदि यस सम्बन्धी केही छ भनेदेखि अन्य भिडियोबाट हामी अरू विषयमा नि छलफल गर्दै जानेछौँ। धन्यवाद।